नमस्कार हजुर। नमस्कार। आउनुहोस् न। के कति कामले आउनुभएको थियो? यो मेरो छोरालाई तपाईँहरूको विद्यालयमा भर्ना गराइदिनु पर्यो भनेर आएको। बस्नुहोस्। हेर्नुहोस्, हाम्रो विद्यालयको पढाइ र सुविधा राम्रो छ। त्यो अनुसार हाम्रो स्कुलको शुल्क अरू स्कुलको तुलनामा महँगो छ। मासिक शुल्कदेखि बाहेक अरू खर्च पनि आउन सक्छ। तपाईँलाई आर्थिक रूपमा अलिक गाह्रो पर्छ कि? बरु घर छेउको कुनै एउटा सस्तो स्कुलमा हाल्नुभयो भने तपाईँलाई सजिलो होला। मलाई थाहा छ हजुर, मेरो अवस्था राम्रो छैन, तर मेरो छोराले मैले जस्तो दुःख भोग्नु नपरोस् भन्ने मेरो चाहना हो। जति खर्च लागे पनि म मेहनत गरेर तिर्छु। होला कहिलेकाहीँ ढिलो हुन सक्छ, तर म तिर्छु। तर मेरो छोरालाई यही विद्यालयमा पढाउने मेरो चाहना छ। ठिक छ, तपाईँको इच्छा यदि बलियो छ भने हामी भर्ना गरिदिन्छौँ। तर एउटा कुरा, बच्चा यहाँ पढ्न आएपछि उसको सरसफाइ, लुवाई खुवाई सबैमा ध्यान दिनुपर्छ तपाईँले। अनि तपाईँ पनि अभिभावकको हैसियतले आफूलाई अलिकति व्यवस्थित गर्नु पर्ला। स्कुलको छविमा असर आउने कुनै पनि काम गर्नु भएन। हस् हजुर, म भोलि चाहिने पैसा लिएर आउँछु। हस्, धन्यवाद। नमस्कार। म तिमीलाई माया त गर्छु, तर सधैँ यो अभाव र गरिबीमा म बाँच्न सक्दिनँ। आज त हामी दुईजना मात्र छौँ, भोलि हाम्रो परिवार हुन्छ, सन्तान हुन्छ। उनीहरूलाई खुसी दिन सक्नुपर्छ, सुख दिन सक्नुपर्छ, राम्रो ठाउँमा पढाउन सक्नुपर्छ। मलाई डर लाग्छ तिमीले त्यो खुसी कहिले हामीलाई दिनै सक्दैनौ। म तिमीलाई दुःख दिन अनि तिम्रो मन टुटाउन कहिले पनि चाहन्न, तर म यो सम्बन्धमा अब अगाडि बढ्न सक्दिनँ। तिमी आफ्नो जीवनमा तिम्रो आफ्नो अवस्था बुझ्ने मान्छे खोज, अनि मलाई पनि आफ्नो बाटो रोज्न देऊ। स्टुडेन्ट, तिम्रो नाम के हो? विराट। विराट के? पुरा नाम त भन। विराट विश्वकर्मा। म कमला मिस, आजदेखि म तिम्रो टिचर। विराट, म पनि यहाँ बसेँ ल। आहा स्याउ, मलाई त तिम्रो खाजा कस्तो खान मन लाग्यो, मलाई पनि देऊ न। मेरो जुठो भए पनि के भयो त, मलाई त तिम्रो खाजा कस्तो खान मन लाग्यो। कस्तो मिठो। थ्याङ्क यू सो मच विराट। मैले त्यो बेला ठुलो गल्ती गरेँ। धन र सुविधाको पछाडि परेर मैले तिम्रो मायालाई बुझ्नै सकिनँ।
मलाई माफ गरिदे। यदि तिमी चाहन्छौ भने हामी फेरि नयाँ जीवनको सुरुवात गर्न सक्छौँ। दुःख आयो भने पनि अब म तिमीलाई कहिल्यै छोड्दिनँ। गरिबी आयो भने पनि सँगै सहौँला। म तिमीसँग जीवन बिताउन चाहन्छु। हेर कमला, तिमी फर्केर आउँदा धेरै कुरा बदलिसकेका छन्। म अब पहिला जस्तो एक्लो छैन। किन? तिम्रो जीवनमा के भयो र? मेरो जिम्मेवारी अब अरू कसैसँग जोडिएको छ। म अब तिमीसँग जीवन बिताउन सक्दिनँ। तिमी पनि आफ्नो जीवन अगाडि बढाऊ र राम्रो मान्छे हेरेर खुसीसँग बस। तिमीले जोड्यौ यो नाता, तोड्यौ तिमीले नै। विराट, तिम्रो मम्मीको नाम के हो? के भयो? मसँग रिसायौ? के हो त तिम्रो मम्मीको नाम? मलाई मेरो मम्मीको नाम थाहा छैन। अनि तिम्रो बाबाले तिमीलाई तिम्रो मामुको नाम कहिले भन्नु भएन? भन्नुहुन्छ, बाबाले भन्नुहुन्छ तिमीलाई माया गर्ने मान्छे तिम्रै बाबा मात्रै हो। कमला मिस, विराटको बारेमा केही थाहा पाउनु भयो? के कुरा छ? विराटको आमा उसलाई जन्म दिने बित्तिकै बित्नु भएको रहेछ। अनि जसले उसलाई स्कुल लिएर आएको थियो नि, उहाँ त उसको बाबा होइन रहेछ नि त। विराटलाई त उसको अहिलेको बाबाले पुलमुले बेबारिसी अवस्थामा भेट्नु भएको रहेछ। त्यतिखेर विराटको आफ्नो भन्ने कोही थिएन। अनि उहाँले घरमा लिएर जानुभयो, लालन पोषण गर्नुभयो, हुर्काउनु भयो, यहाँसम्म कि उसलाई आमाको कमी महसुस नहोस् भनेर अहिलेसम्म पनि उहाँले बिहे गर्नुभएको रहेछ। आफ्नै छोरा जस्तो पालेर यत्रो बनाउनु भएछ। उहाँले विराटको लागि आफ्नो सारा खुसी त्याग्नु भएको रहेछ। अनि फेरि विराट कसको छोरा हो, नाम के हो, के जातको हो, घर कहाँ हो, केही थाहा रहेनछ। उहाँ साँच्चै महान व्यक्ति हुनुहुन्छ। तपाईँलाई चाहिँ कसरी थाहा पर्छ उहाँको बारेमा? मैले उहाँको छिमेकीलाई सोधेको थिएँ। उहाँले मलाई जन्म दिनुभएको होइन, तर उहाँले कि मेरो बाबा मम्मी हो। मेरो बाबाको बारेमा नराम्रो केही नभन्नु होला प्लिज।